यो चाहिँ हाम्रो रुम हो हैन। दिदी यहाँ सुत्छ अनि म यहाँ सुत्छु। अब विदेशमा यति चाहिँ अब सानो रुमलाई पनि कति धेरै महँगो हैन। यति रुमलाई पनि नेपालको कति हिसाब गर्यो भने कति भन्छ 40,000 को रुम। कतारमा 40,000 को रुम यति छ। बस यहाँ 2टा बेड हालेको छ सिंगल बेडको। अनि त्यसपछि चाहिँ यहाँ 1-2 जना पनि बस्न मिल्दैन यहाँ र यहाँ पनि कति महँगो छ नि। अनि त्यहाँ बस्दिम। अब म अदुवा खोज्न आएको। अब अदुवा कता राखेको छ हिजो कोही त अदुवा त छैन क्या रहेछ। अनि यहाँ एउटा सानो दराज छ अनि त्यो माथि हामीले सुर्केसहरू राखेको छ। अनि बस त्यति मात्रै हो। यति सानो रुमलाई पनि कति महँगो भन्नै नसकिने।